5 बजी चढ्नु भएको अनि कुन गाडीमा आउनु भएको थियो अब कति 30मा आउनुभयो मैले दिए हो नि त नम्बर बुवा त मेरो एकदम फ्यान हो के बुवा मेरो फ्यान हो है त म हेर्दैछु 1 2 3 4 भन्ने 1 र 2 होइन 3 र 4 5 र 6 यो 3 र 4 हैन त यो अगाडिको 1 र 2 होइन नि होइन ए र बी हो उ त्यो ठिक्कै हुन्छ तपाईँले यो धेरै अगाडि पनि त्यति राम्रो हुँदैन यसमा बस्नु हो 3 र 4 यो हो 5 र 6 यो हो है तपाईँले एकदम मैले चाहिँ त्यही गर्ने राम्रो पोइन्टमा हुनुहुन्छ ठिक छ ल सानानी तिमी पनि जाऊ है अब दिदीलाई फोन गर अनि त्यसपछि ल राम्रोसँग जानु है एसी पनि खोलिदिनु हल्का ओस् लास्टै तातो छ थोरै एसी खोलिदिनु खोल्न लाग्छ हेर्नुहोस् है साथीहरू यस्तो कम्फोर्टेबल गाडीहरू छ नि मैले छुटाउँछु कि यहाँबाट होइन हेर्नुहोस् ल राम्रोसँग जानु है ल बाई सम्झिनु भयो खुसी लाग्यो बुवाले चाहिँ जहिले पनि हो क्या उताबाट छोरीहरू आफ्नो छोरीहरू आउँदा पनि अनि सेम यही गाडी हाम्रो समितिबाट 3वटा छ अनि अर्को चाहिँ त्यो अर्को कलरको गाडी छ तर प्रायः यसैले ल्याउँछ यहाँसम्म ल फेरि पनि सम्झिनुलाई हेलो हजुर म त गाडीमै बसेर आएको थिएँ त हजुर रोकिनु भएको थियो त हेर्नुहोस् है साथीहरू हाम्रो गाडी जाने बेला हुन लाग्यो मलाई चाहिँ एकदम माया गर्नुहुन्छ क्या सबैजनाले अब यस्तो हो नि त टिकट काउन्टरमा प्रायः लेडिजहरू बस्नु हुँदैन नि त होइन अनि अब मैले चाहिँ अब सबै एकदम खुसी भएर जानुहुन्छ मलाई खुसी लाग्छ